नमस्ते सबैलाई। सबैलाई स्वागत छ मेरो भिडियोमा। मैले चाहिँ यो हाम्रो 2025मा परिवर्तन भइसके पछाडिको किताबको छङ्गो र मुनुवाको पाठको चाहिँ पढाउन आएको छु। यो छङ्गो मुनुवा हाम्रो पढिरहनु भएका विद्यार्थी साथीहरूले अलिकति गाह्रो मान्नुहुन्छ, नयाँलाई त झनै गाह्रो हुने भयो है। त्यसले गर्दाखेरि चाहिँ त्यो पाठलाई चाहिँ अलिक गाह्रो लाग्ने पाठलाई चाहिँ पढाउन आएको छु। यो अहिले स्क्रिनमा देखिरहनु भएको पाठ चाहिँ फर्स्ट च्याप्टरको छङ्गो र मुनुवाको पाठ हो है। यसमा जस्तै यो टाइटलमा चाहिँ हान्गुगे इन्सा येजल भनिएको छ। यो भनेको चाहिँ कोरियाको अभिवादन शिष्टाचार अथवा कोरियाको अभिवादन गर्ने संस्कार अथवा डिसिप्लिन जसो भने नि हुन्छ है। पहिलो हरफमा हेरौँ। हान्गुगेसनुन साङ्दे ए तारा इन्सानुन फाङ्सिगी थारुम्निदा। कोरियामा चाहिँ विपक्षित पक्ष अथवा दोस्रो पक्ष अनुसार अभिवादन गर्ने तरिका फरक हुन्छ। छासिनबोदा डाइगा मानखना छिविगा रोपुनसारा मेगेनुन 안녕하세요 또는 안녕하십니까 라고 말하며 고개를 숙이거나 허리를 굽혀 인사합니다 भनेको छ। यो भनेको चाहिँ आफूभन्दा उमेरमा धेरै भएको अथवा पदमा उच्च भएको मान्छेहरूलाई चाहिँ 안녕하세요 त्यस्तै गरेर 안녕하십니까 भनेर भनिन्छ र शिरलाई झुकाएर अथवा कम्मरलाई झुकाएर अथवा शिरलाई निहुराएर अथवा कम्मरलाई झुकाएर चाहिँ अभिवादन गरिन्छ भनेको छ है। र तल्लो लाइनमा हेरौँ। खोगेरुल सुगिगना हरिरुल खुपिनुन गसुन 상대방에 대한 존경을 나타내는 제스처입니다. शिरलाई निहुराउनु अथवा कम्मरलाई झुकाउने कुरा चाहिँ विपक्षित पक्षको सम्बन्धमा सम्मानको कुरालाई चाहिँ जनाउने एउटा इसारा हो भनेको छ है त। तल्लो लाइनमा हेरौँ। 한편 자신보다 나이가 어리거나 친한 사람에게는 안녕이라고 말하며 한 손을 가볍게 들거나 흔들어 반가움을 나타냅니다. एकातर्फ आफूभन्दा उमेरमा कम अथवा घनिष्ठ मान्छेलाई चाहिँ 안녕 भनेर भनिन्छ र एउटा हातलाई हलुका तरिकाले उचाल्ने अथवा हल्लाएर खुसीलाई व्यक्त गरिन्छ अथवा खुसी व्यक्त हुने कुरा जनाइन्छ भन्यो है त। ल अब एकचोटि तल्लो लाइन नै सरसर्ती हेरौँ। 안녕하세요, 안녕하십니까, 안녕은 인사하는 시간에 상관없이 아침, 점심, 저녁 언제든지 사용할 수 있습니다. भनेको चाहिँ 안녕하세요, 안녕하십니까, 안녕 चाहिँ अभिवादन गर्ने समयलाई चाहिँ समयमा फरक नपरिकन बिहान, दिउँसो, साँझ जहिलेसुकै प्रयोग गर्न सकिन्छ भनेको छ। 콩적인 상황에서는 주로 악수를 하며 인사합니다. औपचारिक अवस्थामा चाहिँ विशेष गरेर हात मिलाएर अभिवादन गरिन्छ। 다만 자신보다 나이가 훨씬 많거나 지위가 높은 사람에게 인사할 때는 왼손으로 오른팔이나 오른손을 받치고 악수를 하는 것이 예의입니다 भनेको छ। भनेको चाहिँ केवल आफूभन्दा उमेरमा अझै धेरै बढी अथवा पदमा उच्च मान्छेहरूलाई चाहिँ अभिवादन गर्ने बेलामा देब्रे हातले दाहिने पाखुरा अथवा दाहिने हातलाई सपोर्ट गरेर हात मिलाउने कुरा चाहिँ शिष्टाचार हो भनेको छ है त। एकचोटि म सरस्वती माथिदेखि नै नेपालीमा भनिदिन्छु। कोरियामा चाहिँ विपक्षित पक्ष अनुसार अभिवादन गर्ने तरिका फरक हुन्छ। आफूभन्दा उमेरमा धेरै भएका अथवा पदमा उच्च मान्छेहरूलाई 안녕하세요 त्यस्तै गरेर 안녕하십니까 भनेर भनिन्छ र शिरलाई निहुराएर कम्मरलाई झुकाएर अभिवादन गरिन्छ। शिरलाई निहुराउनु अथवा कम्मरलाई झुकाउने कुरा चाहिँ विपक्षित पक्षको सम्बन्धमा सम्मान जनाउने इसारा हो। एकातर्फ आफूभन्दा उमेरमा कम अथवा घनिष्ठ मान्छेलाई 안녕 भनेर भनिन्छ र एउटा हातलाई हलुका तरिकाले उठाएर हल्लाउँदै खुसी व्यक्त गर्ने कुरा जनाइन्छ। 안녕하십니까, 안녕 चाहिँ अभिवादन गर्ने समयलाई
समयलाई ख्याल नगरिकन अथवा फरक नपरिकन चाहिँ बिहान दिउँसो साँझ जहिलेसुकै प्रयोग गर्न सकिन्छ। औपचारिक अवस्थामा चाहिँ विशेष गरेर हातलाई मिलाएर अभिवादन गरिन्छ। केवल आफूभन्दा उमेरमा झनै अझै धेरै बढी अथवा पदमा उच्च भएका मान्छेहरूलाई अभिवादन गर्ने बेलामा चाहिँ देब्रे हातले दाहिने पाखुरा अथवा दाहिने हातलाई सपोर्ट गरेर हात मिलाउने कुरा चाहिँ शिष्टाचार पर्दछ, शिष्टाचारमा पर्छ अथवा संस्कारमा पर्छ भनेको छ है त। ल यो चाहिँ फर्स्ट च्याप्टरको हाम्रो छङ्बो मुनाको बारेमा बुझाएँ। यसमा जस्तै यो पिक्चर हेर्दाखेरि अलिकति पिक्चर हेर्नु होला। पिक्चरमा पहिलो पिक्चर चाहिँ छङजुङ इन्सा भनिन्छ कोरियनमा है, अनि दोस्रोलाई चाहिँ फोथोङ इन्सा, तेस्रोलाई चाहिँ खाब्याउन इन्सा भनिन्छ, र चौथो चाहिँ अब यो खोङजगिन साङवाङ भन्छ है। भनेको के भन्दाखेरि पहिलो छङजुङआन इन्सा चाहिँ कस्तो सम्मानजनक अथवा चाहिँ आदरार्थी भन्नाले सानोले ठुलो मान्छेलाई, उमेर कमले ठुलो उमेर भएको अथवा पदमा उच्च भएका व्यक्तिहरूलाई गरिने इन्सामा पर्यो है। जस्तै साजाङनिम फुजाङनिमहरू होइन लाई गरिने इन्सा अथवा चाहिँ अब उमेरमा ठुलो भएको त भइ नै हाल्यो है, जसलाई छङजुङआन इन्सा भनिन्छ। दोस्रोमा फोथोङ इन्सा सामान्य खालको इन्सा भनिन्छ है। यो चाहिँ कस्तो खालको भन्दाखेरि चाहिँ अब सामान्य खालको इन्सा चाहिँ अब आफ्नो कोवर्करहरूलाई पनि गर्न मिल्यो अथवा चाहिँ सामान्य इन्सा पहिलोपटक नभइकन अब दोस्रो पटक तेस्रो पटक भेट्दाखेरि उमेरमा बढी नै भए पनि दोस्रो पटक तेस्रो पटक भेट्दाखेरि अथवा चाहिँ एलिभेटरतिर अथवा कतै बाटोमा हिँड्दाखेरि भेट्दाखेरि गरिने इन्सामा भनिन्छ। यो चाहिँ बराबर लेभलमा गर्न नि मिल्यो है। यो चाहिँ फोथोङ इन्सामा पर्छ। अथवा कहिलेकाहीँ कस्तो भनिन्छ भन्दाखेरि पहिलोचोटि भेटेको मान्छे तर उमेरमा बराबर भए पनि पहिलोचोटि भेटेको मान्छेलाई चाहिँ बराबर होइन जुन लेभलमा चाहिँ इन्सा गरिन्छ भनिन्छ, यो फोथोङ इन्सामा पर्छ है त। हुन त अब बुकमा यो मेन्सन गरेको छैन यो कुरालाई, तैपनि अलिकति एक्स्ट्रा जानकारी दिएको है मैले यो। र तेस्रोमा चाहिँ खाब्याउन इन्सा हलुका इन्सा भनिन्छ। हलुका इन्सा भनेको चाहिँ कतिखेर गरिन्छ भन्दा आफू बराबर उमेर भएको मान्छे अनि त्यस पछाडि आफूभन्दा कम उमेर भएका मान्छे र एकदमै मिल्ने भनौँ न घनिष्ठ सम्बन्ध भएको मान्छेहरूलाई चाहिँ खाब्याउने इन्सा, जुन हात उचालेर हेलो हाई भने जसरी चाहिँ होइन चाहिँ हात हल्लाएर अन्यङ भनेर इन्सा गरिन्छ, जसलाई चाहिँ हामीले खाब्याउने इन्सा भन्न मिल्छ है। र अन्तिममा भएको चाहिँ खोङजगिन साङवाङ भन्छ। भनेको चाहिँ अलिकति के त औपचारिक फर्मल सिचुएसनमा गर्ने बेलामा चाहिँ इन्सा गर्ने तरिका हो है त। ल आजलाई यति नै गरेँ, के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला, धन्यवाद।